हालेर जा बिरामीमा भएँ भने बोली थिएँ त्यो के पो गीता हो सङ्गीता अझ अब हेर न अनि ठुलो हुन्छ क्या यति के भयो मन लाग्यो ए आउन थियो नेल लाग्यो खुट्टामा लाग्यो ल हिजो त मैले फर्स्ट टाइम खुट्टा नचिने खालको हाउडे मेरो दाजु पर्नु अहिले कस्तो राम्रो भयो भयो फोन आयो होइन साथी मलाई के थाहा मैले देखेछु त्यहाँ के होइन हौ खुट्टामा नेल लाग्यो बनाउने पो त दाजु नि भर्खर बनिरहेको छ दाजु त्यति स्टक मात्रै हाल्नुहुन्छ हौ तपाईँले यसले पनि घरि त साह्रै यस्तै गर्छ नि होइन जति पर्छ होला नि भनेर भन त्यो चाहिँ छैन त्यो भनेको उसको दिदीको काम होइन नि मिलेको साथीहरूसँग छुट्नु पर्दाखेरि अस्ति पहिले हामीसँग यसरी पुस्ने हो त्यो कस्तो के गर्नु गर्नु खोजिरहेको छ कमी कमजोर भनेर अन्त पहिले हाम्रो नानी मलाई चाहिँ फेरि हाम्रो पालि पुष्पेर मेरो पालि गफेको भइसकेको छ पछि त्यसो गरेर फेरि जब अनि मेरो खुट्टाको रूप रङै चेन्ज भयो जस्तो छ पन्नास मारेको तपाईँको त्यसको छोराले यहाँ झ्यालो खुर्काएछ नि र त तपाईँले कहिले के भन्दै भन्दैछु कहिले पछि अन्त नेल पलिस लगाउनु मात्रै छ होइन अन्त सकिन्छ के अरे कहिले आएछ होइन त्यो चाहिँ अब दिँदा पनि भयो उसको खुसीले होइन दिन्छ कि त्यो चाहिँ यत्रो त मेरो नङै थियो छिटो पुस् तपाईँहरू मात्रै होला जेमा नि हुन्छ भने बेसी कमेन्टमा फेरि चिया पैसै पऱ्यो कलर त्यही भात ल्याएर अगाएन होला नि अगाए म त मान्छे अहिले हुनु पनि पऱ्यो नि भातले त पुगेन अन्त थप्दै बियरको प्लिज कस्टमरले पुरा नै खोज्छ हामीलाई त नि भन्दा नि भन्दैन नयाँ भने कसले तपाईँ हाम्रो नि क्लिजिङ फेसियल नै हालिन्छ तिमीलाई त्यति खालको 3-4 वर्ष लाग्छ भनेर
लाग्न त लाग्छ नि तर पनि अब किन लग लग काम दिन्छ कुन त तर पनि कस्तो हो भने अब आफ्नैहरूले त अब त्यो चाहिँ कस्तो भित्र बस्छ जीवाको तपाईँ दिदीको नेल पुलिस अनि भरे त उयो गरिहालेछ त आई दुखाइ जाँदैन नि यो खाइदिने गर्नु दिएन जेल हालिसकेपछि चाहिँ खाइदिने गर्नु टाइम फुल जस्तो छैन देखाउँदै त्यो फाइलिङ गरेकोमा नि अब मासुमा भेट्छ नि त फाइलिङ गर्दा अनि त्यसको लागि मालिस गरिदिनु हो दिदी छैन है